सालमा त म जुलुस लिइकन तिनी निबहादुर मल्लले जुलुस लिइकन जान्थे। त्यो बेला हामी जुलुससित जान्थ्यौँ। राणा शासन अन्त्य हो, प्रजातन्त्र जिन्दाबाद भन्ने यस्ता नारा हुन्थे। अब रही रकम नाश, भर्या पालो नाश, ओठी बेठी नाश भनेर यस्तो तिनी ठुला बडाहरूले भाषण गर्थे। हामी पनि सल्यान गएर आउँथ्यौँ। 2007 सालमा त म 15 वर्षको थिएँ। म सबै थाहा पाउँछु। त्यो 15 वर्ष साल नथाहा पाउने कुरा केही भएन। त्यो भइहाल्यो। अब त्यो पालि अहिले यस्तो यिनी हुन्छन्, मान्छे मार्छन्, हरेक हुन्छन्। त्यतिखेर हाम्रो त्यो प्रजातन्त्र राजा त्रिभुवनले ल्याउँदाखेरि भारतमा गएर दिल्लीमा गइकन यो प्रजातन्त्रको शासन सिकेर राजा त्रिभुवनले ल्याइबक्स्या हो। त्यतिखेरको सम्ममा कुरा थाहा पाउँछु। 2007 सालमा म 15 वर्षको थिएँ। यहाँबाट जुलुस लिन्थे। तिनी निबहादुर मल्ल भन्ने एउटा डाँडा गाउँमा ठौरी थिए। उनी जिम्वाल थिए। उनीले नै शासन गर्थे। यहाँ उनीले राख्या मुख्य यो 17 मौजामा 17वटा मुख्य। तिनी 17वटा मुख्यले अब यो दसैँमा आज यो दसैँको टिका भयो। आज 17वटा मुख्यले 17 ठेका दही, 17 घरी केरा डाँडा गाउँ निबहादुर मल्लको घरमा पुर्याउँथे, जिम्वालको घरमा। त्यहाँदेखि हामीले आफ्नो आफ्नो मुख्यलाई मान्थ्यौँ। र त्यस्तो मुख्यले जिम्वाललाई मान्ने। प्रजातन्त्र आयो भनेपछि यस्तो शासन गर्न कसैले पाउँदैन। प्रजातन्त्र हुन्छ, सबैको बोल्ने अधिकार हुन्छ। यो राणा शासन हटाएपछि प्रजातन्त्र भन्ने हाम्रो देशमा हाई स्कुल हुन्छन्, स्कुल हुन्छन् भन्ने यस्ता यस्ता कुरा चलेका थिए। र 7 सालमा प्रजातन्त्र आयो। 8 सालदेखि काङ्ग्रेस सुरु भयो। 9 सालमा हाम्रो लक्षिमपुरमा स्कुल चालु भएको हो। 9 सालदेखिको कुरामा थाहा पाउँछु। त्यो भइहाल्यो। अहिले गर्दा गर्दा फेरि त्यो पञ्चायती व्यवस्था एकतर्फे शासन भयो। अब त बहुदल हुनुपर्छ। बहुदल भयो भनेपछि दलै दल हुन्छ। एउटा दलले जसले जित्छ त्यो दलले शासन गर्छ। अरू त्यो दलदेखि बाहिर हारेका दलहरूले तिनी प्रतिपक्षमा रहन्छन्। तिनीले उ गर्छन्, कति पैसा खान्दिनैनन्, चाँडो विकास हुन्छ भनेर यस्तो भाषण दिन्थे। के विकास हुन्थ्यो? खै आजसम्म यस्तो भयो। आजसम्मको कुरा भोकिएकै छ। त्यो बेला त अर्कै राणा शासन भन्ने चलन थियो। हाम्रो लक्षिमपुरमा 17 मौजा यो ठौरीहरूको मौजा रहेछ। मौजा नि थियो भने 17 मौजा लक्षिमपुर। त्यतिखेर 17 मौजा थियो भने 17 मौजा यो लक्षिमपुरभित्र 48 गाउँ थिए अरे। सानो सानो गाउँ पनि गनेर हिसाब गर्दाखेरि 48 गाउँ। तर तिनी त पछि यो 35 सालमा पैया खर्क भन्ने 2 नम्बरवाला काटेर हिउँलचामा गाडिदियो। त्यहिलेदेखिबाट फेरि हाम्रै 1 नम्बरवाला पोखरालाई काटेर 1 नम्बर पनि 2 नम्बर पनि त्यहाँ भयो। अहिले पनि त्यो नम्बरबाट त्यतिखेर पञ्चायतको पाला थियो। त्यो वाडाबाट गर्थ्यौँ। र त्योदेखि अघि त तालुकदार जिम्वालले तिरोभर उठाउने थियो। उनले राखेका जो मुखिया थिए तिनी मुखियाहरूले शासन गर्थे। मुखियाले कत्वाले राखेको हुन्थ्यो।
त्यो कचलेले डाँडामा हाक पार्थ्यो। आज यस्तो रकम गर्नु पर्यो भनेर त्यो गाउँलेहरूले त्यसैको आधारले काम गर्थ्यौँ हाम्रो पालासम्म पनि त्यही थियो। त्यो अब राणा शासन हो भन्थे कति 104 वर्षसम्म राणाहरूले चलाए भन्छन्। अब 2007 साल फागुन 7 गतेदेखि त्यो राणा शासन अन्त्य भएर यो हाम्रो प्रजातन्त्र राजा त्रिभुवनको पालामा बन्यो। त्यतिखेरदेखि केही पछि पञ्चायती व्यवस्था भयो।